नेपाल राष्ट्र बैङ्कको 68 वर्ष इतिहासमै पहिलो पटक गभर्नर नियुक्तिको विषय सबैभन्दा धेरै गिजो लिएको छ। राष्ट्र बैङ्क ऐन अनुसार गभर्नर नियुक्त हुनु 1 महिना अगावै नयाँ गभर्नर नियुक्ति गरिसक्नुपर्ने व्यवस्था छ। तर गभर्नर पद रिक्त भएको 1 महिना बितिसक्दा पनि कामुकै भरमा केन्द्रीय बैङ्क चलिरहेको छ। नियामकीय स्वायत्ततामाथि नाङ्गो हस्तक्षेप गर्ने सत्तारूढ एमाले र नेपाली कङ्ग्रेसको बदनियत र बिचौलियाको चलखेलले गभर्नर नियुक्ति नै अन्यलको भुमरीमा फसेको छ। सत्ता सञ्चालन गभर्नर कङ्ग्रेसको भागमा परेको हल्ला बाहिर आए पनि यसलाई प्रमाणित गर्न कङ्ग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक कार्यक्रममै भनिदिए, गभर्नर कङ्ग्रेसले बनाएको व्यक्ति हुन्छ, नाम पनि तयार भइसकेको छ। देउवाको सङ्केतले कङ्ग्रेसले गुणाकर भट्टलाई गभर्नर बनाउन जोडबल गरेका थिए। देउवाले विदेश जानु अगावै नै भट्टलाई बधाई दिएर विदेश गएका थिए। त्यही अनुरूप भट्टले राष्ट्र बैङ्कको निर्देशकबाट पनि राजीनामा दिए। तर राष्ट्र बैङ्ककी कामु गभर्नर निलम ढुङ्गानाले भट्टको राजीनामा स्वीकृत नगर्ने अडान लिएकी छन्। उनको यो अडानले कङ्ग्रेसको योजना पनि फेल खायो। यसैबीच अब गभर्नर बन्ने दौडमा नयाँ नाम विश्व पौडेलको अगाडि आएको छ। कङ्ग्रेसले गभर्नरको नाम सिफारिस गर्न गठित समितिका सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष पौडेललाई नै गभर्नर बनाउने नयाँ वालिङ थालेको छ। तर यो नाम पनि कति बेला गायब हुन्छ र नयाँ नाम प्रकट हुन्छ यो भने हेर्न बाँकी छ। कङ्ग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पौडेललाई गभर्नर बनाउन प्रस्ताव गरेका कारण गभर्नरको नयाँ नाममा पौडेललाई अघि सारिएको हो। उसो त पौडेल बाहेक देउवाले डाक्टर समीर खतिवडा, ज्ञानेन्द्र प्रसाद ढुङ्गाना, अङ्गराज तिमल्सिनालाई पनि सम्भावित गभर्नरको क्यान्डिडेटमा सिफारिस गरेका थिए। यी मध्येबाट प्रधानमन्त्री ओलीले छनौट समितिको सदस्य समेत रहेका डाक्टर पौडेललाई उपयुक्त रहने सुझाएका थिए। प्रधानमन्त्री ओलीले एमालेप्रति कडा स्वभाव राख्ने भट्टको स्थानमा पौडेललाई छानेका हुन्। यही अनुसार उनले गभर्नर छनौट समितिबाट पनि राजीनामा दिएका छन्। उनले राजीनामा दिएपछि उनलाई गभर्नर बनाउन राष्ट्र बैङ्कको नियमावली नै बाधक देखिन्छ। नियमावलीमा राजनीतिक दलको प्रतिनिधित्व हुनु हुँदैन। तर पौडेल चितवनबाट कङ्ग्रेसको चुनावमा हरि ढकालसँग हरि बिजोग तरिकाले हारिसकेका पात्र हुन्। डाक्टर पौडेलको योग्यता भनेको उनी परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाको विश्वसनीय पात्र हुन्। राणाकै स्कुल युलेन्सका पूर्व बोर्ड डाइरेक्टर पनि पौडेल हुन्। उनको राणाको लगानी रहेको केही हाइड्रो पावरमा पनि लगानी रहेको छ। यही कारण सुदूरपश्चिमका सबै कङ्ग्रेस भट्टको पक्षमा हुँदा पनि नयाँ गभर्नर बन्ने दौडमा पौडेल हावी भएका छन्। सुदूरपश्चिमका कङ्ग्रेसको एक स्वर भट्टलाई गभर्नर बनाउने भए पनि श्रीमतीको वचन काट्न नसक्दा देउवा पौडेलतिर सोचिएका छन्। यसैलाई आधार बनाएर उनी विरुद्ध अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले राजनीतिक दलबाट प्रत्यक्ष नियुक्त गरिनु नेपाल राष्ट्र बैङ्क ऐन 2058 को प्रतिकूल भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका छन्। दायर रिट नेपाल राष्ट्र बैङ्क ऐन 2058 को दफा 21 को क को विपरीत डाक्टर विश्व पौडेललाई राष्ट्र बैङ्कको गभर्नरका लागि अघि सारेको भन्दै सुशासन ऐन विरुद्ध एमालेले नियुक्ति गर्न नमिल्ने जनाएको छ। यस्तै दफा 23 मा निजी स्वार्थ हुन नहुने व्यवस्था गरेको उल्लेख गर्दै सुशासन सञ्चालन व्यवस्था तथा सञ्चालन ऐन 2064 को दफा 16 ले निर्णयमा पारदर्शिता हुनुपर्ने र दफा 17 ले निर्णय गर्दा आधार र कारण खोल्नुपर्ने र दफा 18 ले स्वार्थमा बाँझिएको निर्णय गर्न नहुने उल्लेख गरेको छ। उता नयाँ समितिका सदस्य बनेका पूर्व गभर्नर महाप्रसाद अधिकारीका विरुद्धमा पनि अदालतमा मुद्दा छ। यसले गभर्नर नियुक्ति अझै केही समय लम्बिने पक्का पक्की छ।